स्याबाले बनाउनु चाहिँ एकदम इजी छ। त्यसको लागि चाहिँ फर्स्टमा चाहिन्छ हामीलाई किमा। मैले चाहिँ चिकन किमा आफै घरमा नै तयार गरेको छु। प्याजको पत्ता, प्याज अनि धनियालाई पहिले नै एकदमै फाइन चप गरेर राखिसकेको छु। सो अब यसलाई चाहिँ हामी किमामा मिक्स गरेर चाहिँ मसलाहरू एड गर्छौँ। यो चाहिँ ठ्याक्कै मोमोकै किमा हो, त्यसैले मोमोकै किमा जसरी नै नुन, बेसार, जिरा धनियाको धुलो अनि हल्का मोमो मसला अनि मिट मसला राखेर मजाले मिक्स गर्नुपर्छ। यतिको मिक्स भइसकेपछि चाहिँ हामीले यसलाई केही टाइमको लागि रेस्ट गर्न राखिदिन्छौँ। त्यसपछि चाहिँ हामी अचार बनाउन लाग्छौँ। अचार बनाउँदा चाहिँ हामीले फर्स्टमा चाहिँ अलिकति सुकेको खुर्सानीलाई डढाउनुपर्छ। सुकेको खुर्सानी डढाइसकेपछि चाहिँ लसुन, अदुवा, प्याज राखेर चाहिँ हामीले केही टाइमसम्म फ्राई गर्नुपर्छ। केही टाइमसम्म फ्राई गरिसकेपछि चाहिँ हामीले यसमा टमाटर एड गर्छौँ। टमाटर एड गरिसकेपछि पनि केही टाइमसम्म मजाले चलाउँदै पकाउँदै गरिसकेपछि चाहिँ हामी यसमा बेसार, जिरा, धनिया, थोरै मिट मसला अनि टिमुर, तिल राखेर चाहिँ फेरि केही टाइमसम्म मजाले पकाउँछौँ। यो चाहिँ मजाले पाक्नु चाहिँ पर्दैन, तर पनि हल्का गल्नु चाहिँ पर्छ। त्यसैले लगभग यतिको भइसकेपछि चाहिँ हामीले चाहिँ थोरै पानी एड गर्छौँ। त्यसपछि चाहिँ थोरै धनिया त्यसमा एड गर्छौँ र त्यसपछि चाहिँ हामी यसलाई हल्का उमालेर चिसो हुनको लागि चाहिँ छोडिदिन्छौँ। यता चाहिँ हामीले पिठो अघि नै मुछेर राखिसकेको छु मैले। सो यसलाई के भन्छ त्यो सुक्खा रोटी जत्रो आकारमा चाहिँ बेल्ने। त्यसपछि मजाले किमा राख्ने, यसलाई मजाले भिडियोमा देखि जसरी मजाले किमा राख्ने हाफ पार्टमा। मजाले फोल्ड गरिसकेपछि चाहिँ यो साइडको चाहिँ मजाले चाहिँ तपाईँले प्रेस गर्दै बन्द गर्नुपर्छ, किनभने तेल भित्र बस्छ अनि त्यसपछि किमा बाहिर निस्किँदो रहेछ। त्यसैले चाहिँ एउटा कुनाबाट अर्को कुनासम्म बिस्तारै फोल्ड गर्दै ल्यायो भने चाहिँ यसको पर्फेक्ट सेप निस्किन्छ। ल मैले चाहिँ यति बनाइसकेँ। अब चाहिँ हामी अचार बनाउँछौँ। अचार बनाउनको लागि चाहिँ अघि हामीले पकाएको चाहिँ मिक्सरमा राख्छौँ। मिक्सरमा राखेपछि चाहिँ ग्वाइँ पार्दैन होइन, अनि फेरि हल्का पानी थप्ने। त्यसपछि ग्वाइँ पार्यो भने त हाम्रो अचार इज रेडी। अब चाहिँ हामीले तेल बसाइसकेका छौँ। सो तेल मिडियम टु लो फ्लेममा बसाउनु पर्ने हो। मैले चाहिँ अलिकति हाईतिर गए जस्तो छ मेरो चाहिँ, त्यसैले तपाईँले चाहिँ मिडियम टु लो फ्लेममा गर्नु होला, किनभने भित्र मजाले किमा पनि पाक्छ अनि बाहिरको पनि डढ्ने चान्स कम हुन्छ। केही टाइमसम्म एउटा साइडबाट पकाइसकेपछि चाहिँ बिस्तारै अर्को साइडबाट पनि पकाउनुपर्छ। गोल्डन ब्राउन कलरको आइसकेपछि चाहिँ हाम्रो स्याबाले इज रेडी। देख्दाखेरि चाहिँ गाह्रो होला जस्तो लागे पनि